हाई गाइज नमस्ते। आज जाउँ है मसँगै यो खोले साग टिप्नलाई, पानी साग टिप्नलाई। यो नदीको बिचमा हो, सानो सानो पानीहरू छ। यसमा यति राम्रो पानी साग पलाइरहेको छ साथी। साँझ 7:30 बजेको समय थियो। हामी चाहिँ घुम्न गइरहेको थियौँ रामारोसन, अछाम जिल्लाको रामारोसन भन्ने ठाउँमा। अनि त्यहाँबाट फर्केर आउँदाखेरि तल्लो कैलाश खोलाको बगरमा चाहिँ यति राम्रो साग पलाइरहेको है। अनि साथीहरू चाहिँ कोही गाडीमा बमिट गरिरहेछन्, कोही के भन्छन्, सुतिरहनु, उनीहरूलाई केही कुराको मतलबै छैन। मलाई चाहिँ बाटोमा निउरो देख्यो भने निउरो टिप्न मन लाग्छ। यति राम्रो निउरो साथीहरू है, अर्ग्यानिक। हामी धनगढी बस्ने होला, कस्तो विषादीयुक्त खानेकुराहरू खानु पर्छ है। मिठो पनि हुँदैन, महँगो कति छ तरकारी। यहाँ हेर्नु न, कस्तो प्रकृतिले कति चिज दिएको छ क्या हामीलाई। प्रकृतिले सुनै दिएको छ। यदि हामीले यस्तो कुराहरू खाने हो भने, खान जान्ने हो भने है। यति राम्रो साग हेर्नु, कति अर्ग्यानिक साग छ यहाँनिर, कति पोसिलो, कति राम्रो। अनि मैले त्यसपछि गाडी रोक्न लगाएँ। अनि भिडियो बनाइदिनु ल भनेर मोबाइल दिएँ। अनि त्यसपछि टिप्न थालेँ है। यति राम्रो साग छ, टिपिरहेको छु। उनीहरूले हतार गरिरहेछन्, छिटो छिटो अँध्यारो भइसक्यो भनेको छन् है। अझ हामीलाई कति टाढा जानुपर्ने थियो। मैले भने भए होस्, अँध्यारो भए होस्, तर साग चाहिँ टिप्न छोडिन्न भनेर। अनि त्यसपछि यहाँ झरेर मैले चाहिँ टिपिरहेको छु। कति राम्रो साग, छोड्नै मन नलाग्ने। अझ मसँग झोला पनि साधन केही थिएन, खानेकुरा नास्ताहरू लगेर गएको सानो प्लास्टिक थियो। अनि त्यसपछि बाँकी रहेको म यही सलमा बेरेर लैजान्छु भन्ने सोचेर पनि म टिपिरहेको छु। कति राम्रो, मान्छेहरू अत्ताइरहेछन्, छिटो गर भन्दाखेरि छोड्नै मन लागिरहेको थिएन साथीहरू है। म यस्तो छु कि मलाई यस्तो मनपर्छ यो अर्ग्यानिक साधनहरू, अर्ग्यानिक खानेकुराहरू। हजुरहरूलाई मनपर्छ कि पर्दैन? मैले यो दिन च्याउ पनि टिपेर ल्याएको थिएँ। अनि त्यसपछि निउरो पनि टिपेर ल्याएको थिएँ। कति राम्रो निउरो, मान्छेहरू घुम्न गएर फोटो भिडियो बनाउँछन्, फोटोहरू खिच्छन्, कति राम्रो गर्छन्। म चाहिँ कहाँ कुरा के पाउँछ त अर्ग्यानिक खानेकुराहरू भनेर चाहिँ खोज्न थाले हुन्छ। हेर्नु न साग कति राम्रो के साथी। अब यहाँ कहिले जाने मौका पर्ला है। चिसो पानी, कति चिसो आनन्द है। माछाहरू पनि थिए, साथी भएको भए त म त माछा पनि मार्ने थिएँ। तर साथी भएन। हेर्नु न, आफै लड्न खोजिरहेको छु अझ ढग्लो गरेर ढुङ्गाले। कति रमाइलो। बाई।